नमस्कार छ सम्पूर्णमा आशा छ तपाईहरु सबैजना स्वस्थ हुनुहुन्छ होला र आज म लिएर आएको छु हजुरहरुमा राइस ब्रान ओइल। राइस ब्रान ओइल के हो, कस्तो हो र कसरी हो त भन्ने तपाईहरुलाई म आज बुझाउने छु। आशा छ यो भिडियो तपाईहरु राम्रोसँग सुन्नुहुनेछ, तपाई बुझ्नुहुनेछ, तपाईको परिवारलाई बुझाउनुहुनेछ र आफ्नो समाजलाई बुझाउनुहुनेछ र देशलाई बुझाउनुहुनेछ। राइस ब्रान ओइल तपाई बुझ्नुस् र प्रयोग गर्नुस्, प्रयोग गराउनुस्। तपाई स्वस्थ रहनुस्, तपाईको परिवारलाई स्वस्थ राख्नुस् र देशलाई समाजलाई स्वस्थ राखौं सबैजना मिलेर। मलाई आशा छ तपाईले यो योगदान गर्नुहुनेछ। हामीले मार्केटमा विभिन्न प्रकारका तेलहरु देख्दै आएका छौं र खाने पनि गरेका छौं, जस्तै बदामको तेल, पाम ओइल प्रयोग गर्दै आएका छौं। तोरीको तेल, सोयाबिन जस्ता धेरै प्रकारका तेलहरु मार्केटमा छन्। हामीले के सोच्यौं भने तरकारी तयार पार्ने, तरकारी टेस्टी मात्र भए पुग्छ भन्ने सोच्यौं। हाम्रो शरीरमा दैनिक 1 देखि 2 चम्चा तेलमा भएका प्रोटिनहरु आवश्यक पर्छन्। त्यसैको कमीको कारणले गर्दा पछि गएर हाम्रो शरीरमा जोइन्ट पेन, छालाहरु फुस्रो हुने, छालामा आउनु पर्ने चमक नआउने, हड्डी कमजोर हुने, शरीरका नसाहरु सक्त हुँदै जाने, ब्लड प्रेसर बढ्दै जाने अनि सुगरहरु बढ्दै जाने कुनै यस्ता समस्याहरु हाम्रो शरीरमा तेलको पर्याप्त मात्रामा गुणहरु नभएर हुन जान्छ। अब यो प्रश्न उठ्छ कि सबै तेलहरु मध्ये कुन तेल युज गर्ने, कुन तेल भित्र हुनुपर्ने गुणहरु, मुख्य चीजहरु, तत्वहरु हुन्छ त भन्ने प्रश्न उठ्छ। तेल भित्र मुख्यतया 3 प्रकारका फ्याटी एसिड, सफा, मुफा र फुफा 3 प्रकारका फ्याटी एसिडहरु हुनुपर्ने हुन्छ। यदि तपाईहरुले खाइरहेको तेलमा त्यो भित्र ब्यालेन्स छ भने त्यो तेल तपाईहरुलाई अति नै फाइदाजनक हुन्छ। साथीहरु, अहिलेसम्मको जति पनि तेलहरु छ यो तीनै चीज प्रोपरली ब्यालेन्स भएको फिजिकली रिफाइन्ड राइस ब्रान ओइल हो। अब सुनौ यो तयार कसरी हुन्छ त? भित्र चामल, बाहिर भुस हुन्छ। त्यो बीचमा खैरो कलरको लेयर हुन्छ, त्यो लेयरबाट तयार बनेको हुन्छ यो। हामीसँग 2 लिटरको बोतल छ। 2 लिटरको बोतलमा जति पनि ओरिजिनल एन्टिअक्सिडेन्ट नेचुरली प्राकृतिक रूपले भरिपूर्ण मजबुत छ, त्यही ओरिजिनललाई मार्केटबाट डाक्टरले तपाईलाई मुटु सम्बन्धी समस्या भएको कारणले र नसा सम्बन्धी समस्या भएको कारणले यदि डाक्टरले औषधिको रूपमा तपाईलाई रिकमेन्ड गर्यो भने 2 लिटर तेलमा जति ओरिजिनल एन्टिअक्सिडेन्ट नेचुरली मजबुत छ त्यो मार्केटमा किन्दा 2 देखि 3000 पर्न जान्छ। यसको स्वाद यति मिठो छ कि घिउलाई यसले फरक फाल्छ। मार्केटमा जति पनि तेलहरु तपाई हामी युज गरेका छौं त्यही